हेलमेट लगाऊ हेलमेट हेलमेट राख्ने जग्गा नपाएर यहाँ सबले लगाएर ल ल ल ल ल ल रङकोमा फाप्ने ल ल ल ल चिले गरेर यहाँ डेमोन्स्ट्रेसन गर्नु हुँदैछ लै 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 Hello, welcome to everyone. Welcome back to my YouTube channel Karchis and Vlog. So, आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ पेन्तोङ विलेज जुन चाहिँ हाम्रो जंगुको एन्ड विलेज हो कल पेन्तोङ विलेज. सो त्यहाँ चाहिँ हाम्रो वान अफ द हिस्टोरिक इभेन्ट हुनु गइरहेछ. त्यो चाहिँ हो जोमाल फेस्टिभल. लाइफमा फर्स्ट टाइम यसपालि दिन जोमाल फेस्टिभल भनेर अर्गनाइज गर्नु गइरहेछ फेस्टिभल. आज र भोलि 11 and 12 दुई दिनको प्रोग्राम छ. सो हामी त्यहाँ एटेन्ड गर्नु गइरहेछौँ. सो त्यहाँ फेस्टिभलमा के हुन्छ कसो हुन्छ है अनि त्यहाँको इभेन्ट्सहरू के हुन्छ म तपाईहरुलाई देखाउँछु. सो प्लिज स्टे ट्युन है टिल देट. हेलो, यहाँ चाहिँ अब हामी ब्रेकफास्ट गर्दैछौँ हो. अनि अब ब्रेकफास्ट सकेर चाहिँ हामी रिसेप्सनको लागि पारी चेकपोस्ट जानेछौँ. यहाँ हाम्रो अनम पनि हुनुहुन्छ. यहाँ बिहान दिन बसिरहनु भएको छ अनम पनि. लपन इरोङ तेन्जिङ लपनलाई पर्खेर हो. अनि जोमाल फेस्टिभल हुँदैछ. त्यसमा चाहिँ आज हामी सेकेन्ड पेन्टिङ जिपिएको पञ्चायतहरू चाहिँ यहाँ सङ्कलनका इरोङ तेन्जिङ लपनका हामी रिसेप्सनको लागि सङ्कलन आएको छौँ. र यसमा हामी एकदमै खुसी छ. यो लेप्चा हाम्रो लेप्चाको लागि एउटा ऐतिहासिक हो. हामीले आफ्नो ट्रेडिसनल जोमाललाई हामीले अगाडि बढाएर है हामीले हाम्रो ट्रेडिसनललाई नबिर्सेर हामी यसरी नै सोच विचार राखेर आज हाम्रो जिपिएको पञ्चायत जिल्ला र हाम्रा एमएलएस जंगुको त्यहाँदेखि हाम्रा टुरिज्म डिपार्टमेन्टले एकदमै राम्रो सोच विचार राखेर है हाम्रो आज राम्रो प्रोग्राम राखेको छ. यसमा हाम्रो पाहुनाको रूपमा हामी रिसेप्सन गर्नुको लागि हामी सङ्कलनमा इन्डिपेन्डेन्सहरूलाई हामी रिसेप्सनमा आएको छौँ र हाम्रो. सो अहिले चाहिँ हामी यहाँ साङलाङको पुलमा सबैजना वेट गरिरहेछ हाम्रो इरोङ तेन्जिङ लपनलाई स्वागतको निम्ति हो. अनि सबैजना जंगु बाइकर्स लिएर गएर हाम्रो अनरेबल पञ्चायतहरू जति पनि माथि सागुङ पेन्तोङको हुनुहुन्छ है उहाँहरू सबैजना रिसेप्सनको लागि हामी यहाँ वेटिङ गरिरहेछु हो. हेर्न सक्नुहुन्छ हाम्रो यहाँ है रिङचेनपुङको हाम्रो एमएलए लपन आज आइपुग्नु भएको छ. हामी यहाँ जंगु बाइकर्सहरू है यसरी रिसेप्सनको लागि आज साङकलाङमा है हामी यहाँ एकदम रिसेप्सनको लागि बसिरहेको छ हामी. हाम्रो आज जंगु बाइकर्सहरू है यसरी आज रिसेप्सनको लागि बसिरहेको छ. आज रिसेप्सन भयो. फ्ल्यागकप आजदेखिको यो जोमाल फेस्टिभलको फ्ल्यागकप हुँदैछ है.
सो गाइस अहिले हामीले यहाँ पेसनलाई रिसिभ गरेर यहाँ ब्रेकफास्ट लागि आइपुगिसकेको छ हो। सो हामी ब्रेकफास्ट गरेर चाहिँ हामीले डाइरेक्ट माथि पेन्तोङमा जङ्गु बाइकर्स टिमले स्पट गरेर मलाई लाग्छ। सो टिल द्याट है स्टे ट्युन हेर्नुहोस् हाम्रो भिडियो है। गाइस अब हामी चाहिँ अब यहाँबाट प्रोसेस भइसकेको छ। सो हामी चाहिँ अब लाग्यो यहाँ साङलाङदेखि हो अनि अब यहाँदेखि चाहिँ बेसम्म हामी स्कट गर्नेछु हो। त्यहाँदेखि उता चाहिँ गाडी छिर्दैन। भरेको थियो हो। यहाँको बेस्ट टाइमिङ चाहिँ तपाईँको विन्टर सिजनमा हो। यहाँ जम्मै दामी हुन्छ पिकनिक स्पट त्यही हो। तपाईँहरू भिजिट गर्नु सक्नुहुन्छ जङ्गु आयो भने यहाँ मन्तामले। अनि यहीँ माथि नै छ तपाईँको हट स्प्रिङ पनि, त्यो चाहिँ तपाईँको लिङ्गदेन एरिया पर्छ हो। हाम्रो रिङछेनपुङको एरिया एमएलएले पनि आउनुहुँदैछ हो। यो स्क्वाड टिम हो डल्लै। गाइस हामी चाहिँ यहाँ 6 माइल आइपुग्यो हो। यसलाई चाहिँ नम्पुक भन्छ। यहाँदेखि तपाईँको पिङबुङ हो। यता चाहिँ अब हामी माथि साक्यौँ प्लेटफर्ममा हुन्छ। यो चाहिँ तपाईँको वान अफ द फेमस फल्स है जङ्गुको। यो लिङ्जा फल्स भन्छ यसलाई। खासै लेप्चाबाट चाहिँ यो चाहिँ रुखसट फल्स भन्दो रहेछ हो। रुखसट उङ भन्दो रहेछ। तर अब यहाँ चाहिँ अब कमनली लिङ्जा फल्स भन्यो भने चाहिँ चिन्छ। हेर्नुहोस् है यो चाहिँ हो हाम्रो रुखसट फल्स, कमनली नोन एज लिङ्जा फल्स। यो चाहिँ हो लिङ्जा भिलेज। हेर्नुहोस् त यति दामी छ नि हौ जग्गा। यहाँ घुम्न आउनुहोस् है तपाईँहरू पनि। प्र्याक्टिस छ। एक्चुअली अब यहाँदेखि गएको चाहिँ गाइस यो बेको बाटो हो। यहाँसम्म चाहिँ नर्मल्ली गाडी कुदिरहन्छ। यहाँ उँभो गएको चाहिँ यति गाडी हिँड्दैन हो। तपाईँहरूलाई बाटो देखाउने छु। वान वे जस्तै हो। दुईवटा गाडी एट टाइम छिर्दैन हो। अनि बाटोको कन्डिसन चाहिँ यहाँदेखि उँभो गएको चाहिँ तपाईँलाई देखाउने छु हो। यस बाटो चाहिँ अब उँभो गएको यस्तो चाहिँ वान मिस्टेक दिनुभयो। भेरी रिस्की छ यो बाटो चाहिँ। सो गाइस हामी चाहिँ यहाँ लिङ्जाको अलिकति माथि आइपुग्यो हो। अनि यहाँ चाहिँ उहाँलाई रिसिप्सनको निम्ति खाना अफर गर्नुहुँदैछ।
मोमो यहाँ हेर्नुहोस् त दिएको बाटो एकछिन ल एकछिन गाडी आएको छैन ए आयो चुलो एक जग्गा मिलाएर राखौँ होला हौ सो गाइस हामी फाइनली यहाँ बेको एन्ड आइपुगिसकेको छ हो सो यहाँदेखि उता चाहिँ गाडी छिर्दैन त्यसले गर्दा चाहिँ ट्रान्सलेट गर्नुपर्ने हुन्छ पारी पिकअप छ हो अनि पिकअपमा अटेसम्म हामी जानेछौँ होइन भने चाहिँ अब ट्र्याकिङै जानुपर्ने हुन्छ सो यी केटाहरू सबैजना आइपुगिसकेको छ आचुले प्लस यहाँदेखि यस्तो छ बाटो चाहिँ हो यस्तो चाहिँ बाइक यो यहाँदेखि चाहिँ पिकअपमा ट्रान्ससिप गर्दैछु अब के गर्नु दाद लगा यहाँ पिकअपमा स्पेस नपाएर चाहिँ सबै लाउँदैछ हेलमेटै लगाएर हेलमेट लगाऊ हेलमेट राख्ने जग्गा नपाएर यहाँ सबले लगाएर चिले पिस लम्रे रहेछ नि म चिले रङकममा फान्ने सुगमुर फिफी हाम्रो यहाँ पिकअप चाहिँ ज्याप भएर हो यहाँ स्टार्ट नभएर यस्तो चाहिँ यो चाहिँ हो एडभेन्चर मजा आयो तपाईँहरूलाई यहाँ उताको सिनहरू देखाउने छु हो ल रङकममा फान्ने ड्राइभर साहब आचुले ल सबै पसौँ आचुले हामी चाहिँ पेन्तोङ आइपुगिसकेको छ हो बल्ल पिकअपमा हेर्नु टोटल दुई पिकअप थियो एक पिकअप चाहिँ तल पुगिसकेको छ सो हामी पछाडिको पिकअप चाहिँ भर्खर आइपुग्यो अन्त अरे पेन्तोङ ल्याङ म पनि एकदम फर्स्ट टाइम हो यो जग्गा आएको चाहिँ हो एकदम यहाँ चाहिँ अहिले रोड अन्डर कन्स्ट्रक्सन रहेछ हो रोड चाहिँ कम्प्लिट भयो भने यति दामी छ पर जानु हुँदैछ अघिको एक ग्रुप हाम्रो यो चाहिँ हो पेन्तोङ ल्याङ हाम्रो जङ्गुको चाहिँ सबसे एन्ड जग्गा चाहिँ यही हो यहाँदेखि चाहिँ गएको कुनै भिलेज छैन हो त्यसले गर्दाखेरि चाहिँ यहाँ चाहिँ यति हेभी दामी छ हो जग्गा पनि पेन्तोङ ल्याङ होमस्टे यहाँ रहेछ हो तपाईँको यो चाहिँ हाम्रो पेन्तोङ ल्याङ होमस्टे
यहाँ रहेछ यो अस्ति त्यो उसको पनि सुटिङ भएको थियो नि क्या त याद छ अनमोल केस गुरुङको यही हो त ऊ यही होमस्टेमा त यो है अनमोल गुरुङको यो सुटिङ भएको होमस्टे चाहिँ यहाँ दुईवटा रहेछ होमस्टे यहाँ पनि रहेछ ए पकिचु होमस्टे यो चाहिँ पकिचु यो चाहिँ पुन्तोङल्याङ होमस्टे दुईवटा रहेछ है तपाईँहरू आउनुभयो भने यहाँ हाम्रो अनुपालदेखिमा आएर चियाहरू खाँदैछ केटाहरूले खाजाहरू ए ठिकै यहाँ यस्तो रहेछ जग्गा चाहिँ बल्ल पेन्तोङ आइपुग्यो हो यस्तो चाहिँ केटाहरू सबैजना थ्याङ्क यू त्यस्तो चाहिँ नहुनु खुरी दामी रहेछ ओ यो त कान्छा नपाउने रहेछ लुङ्ते नजाम खुरी भने चाहिँ खुरी सो अब हामी यहाँ चिया खायो हो लाइट ब्रेकफास्ट गरेर हो यी खुरीहरू मङ्पूहरू ट्रेडिसनल फुड्सहरू खाइवरी चाहिँ अब हामी माथि डाँडामा मेन त्यो इभेन्ट हुने जग्गामा हामी जाँदैछु हो अनि तपाईँलाई देखाउने छु त्यहाँ कस्तो छ भनेर सो यहाँ रहेछ हो मेन प्रोग्राम चाहिँ हेलो कहिले हिजो एडभान्समा यहाँ रहेछ प्रोग्राम जोमालको तपाईँहरूले हेर्न सक्नुहुन्छ लिएन यहाँ रहेछ हो प्रोग्राम चाहिँ जोमाल फेस्टिभल आज चाहिँ ओपनिङ हो भोलि चाहिँ मेन प्रोग्राम चाहिँ भोलि छ हो तपाईँहरूले हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो ट्रेडिसनल लेप्चा ट्रेडिसनल वेमा जुन चाहिँ हामीले धान रोप्दै आएको छ है उहिलेदेखि नै त्यही चिजलाई चाहिँ एक्सप्लोर गर्नुको लागि है त्यही चिजलाई चाहिँ हामीले प्रिजर्भ गर्नुको लागि चाहिँ यो फेस्टिभल मनाइरहेछ यसपालि यो चिज चाहिँ खालि यहाँ साक्योङ पेन्तोङमा मात्रै रहेको छ यो जोमाल चाहिँ गर्ने चाहिँ हो नभए चाहिँ त्यहाँनिर अरू जग्गा सब टोटल्ली हारिसकेको छ यहाँ चाहिँ एभ्री इयर है यसरी ट्रेडिसनल वेमा यसरी गर्छ हो काम त्यसकै लागि चाहिँ यसपालि दिन चाहिँ यो चिजलाई प्रिजर्भ गर्नुको लागि चाहिँ यसरी प्रोग्राम मनाउनु गइरहेछ सो वी फर्चुनेट है फर्चुनेटली जम्मू बाइकर्स पनि यो प्रोग्राममा सामेल हुन सक्यो है यो प्रोग्राममा हामी पनि यहाँ पार्टिसिपेट गर्नु सक्यो आफैले एकदम के भन्नु लक्की फिल गर्दैछु है हामी यहाँ जोमालको पार्ट हुनु पाएको नाममा है हुँदैन ए यस्तो रहेछ यही जग्गा चाहिँ तपाईँले ए यहाँ हेर्नुहोस् है यहाँ चाहिँ अब यो डेमोन्स्ट्रेसन गर्नु गइरहेछ हो कसरी रोप्छ भनेर जो कसरी मालचे गर्छ भनेर यही हो तपाईँको मेन आजको फेस्टिभल जोमाल छ यसरी रोप्छ यो चाहिँ हाम्रो ट्रेडिसनल वेमा चाहिँ यसरी धान चाहिँ यसरी रोप्छ सुक्खाइ हो यो चिजलाई चाहिँ प्रिजर्भ गर्नुको लागि हो आज जोमाल फेस्टिभल हुनु गइरहेछ यो चाहिँ के
केटाले पहिला चाहिँ यसरी जोरे आलुमना माल चाहिँ हो यसकै मेन फेस्टिभल हाम्रो एरोङ तेन्जिङ पनि रिन्चेनपुङको एरिया एमएलए हुनुहुन्छ हो उहाँले पनि यहाँ आज प्रोग्राममा एटेन्ड गरेर यहाँ डेमोन्स्ट्रेसन गर्नुहुँदैछ ngajak mana lei taba kusumat ba chi chok man pesen chi musyo Mas kui se li zong sabala nong tia. Khaza gam oi. Pesen chi chong min bo. Ni bar cha chikam. Aku muding na chikam. Ramya. Oh, ni mazop nya ta ma you drop here pumo. Drop here ta. Juk masro ati ko yon ta zama lon da nama ni gap na ba ni kare upap zo yana member majan zo ni ayu sa di kuntun yang sa halong tu chimbo sa ni ko chimbo zo ari na nanga chama na tangyal ke ko na amo sa ni ko ta ayo Zumal ari mi pata ka ini sala kayo sa kuncir lincim ari na dan utkat cimbat nang kalon na utna re Zumal cimam buhut li amu chong tong ma mo abi mu ba ni kyo mi kin chimo chi chok shi de nin bo khana shuam kutungu bi bo myong ka ngun chang kituk ko masol arium asat mat nang galat nang ka kal kamat mu chok bo yu are sia de na remra ku shu tu no le ba so dong ni kung pel non pu pesen chi siu di mu nin bo ni kung chi trong lưới chi trong thùng lô chi trong sa tông ni kung zao de chi ku mong ku iyo ne 다시 막 가자 야 동전 사 ni kung ta cha de are to ala đây zo mal che de thôi mà sen ta chơi đây đi thôi le उहाँले जहाँबाट निकाल्नु हुँदैछ त्यसलाई चाहिँ लेप्चामा दम्पिन भन्छ हो दम्पिनमा चाहिँ सिट छालेको हुन्छ अनि यसरी दुईटा त्यो यो डान्ठाले तङ्गेल भन्छ लेप्चामा यसले चाहिँ यसरी घचेर दुई तीनवटा दाना यसरी रोप्ने गर्छ हो सो यही चिजलाई चाहिँ नहराओस् भनेर यही चिजलाई चाहिँ प्रिजर्भ गर्नुको लागि चाहिँ जोमाल फेस्टिभल अर्गनाइज गर्दैछ हो आज र भोलि 2 दिनको सो यो चाहिँ सुरुवात मात्रै हो अनि अब एभ्री इयर यसरी प्रोग्राम हुने छ है यो फेस्टिभल जारी रहने छ भन्न चाहन्छु अलङ यहाँ चाहिँ जोमाल चाहिँ गरिसकेर चाहिँ यहाँ हल्का कसरी चिया खाजाहरू खान्छ भन्ने कुरा यहाँ डेमोन्स्ट्रेसन दिँदैछु यसरी बाँसकै उसमा चाहिँ युज गर्छ हो चिया पानीको लागि सो यहाँको हाम्रो प्रोग्राम सकिसकेको छ सो अब चाहिँ मेन त्यो समहरू बनाएको छ हो लेप्चा ट्रेडिसनल फुड ब्रिजहरू बनाएको छ त्यहाँ पारी सो हामी चाहिँ त्यहाँ जाँदैछौँ अब चाहिँ खास प्रोग्राम चाहिँ त्यहाँ छ हो आजको
अनि त्यहाँनिर रिमेनिङ चाहिँ भोलि हुन्छ सो मजा आयो है तपाईँहरूलाई म सबै देखाइरहेको छ हाम्रो ट्रेडिसनल वेमा कसरी धान रोप्छ भनेर हो त्यसकै उसको के भन्छ प्रिजर्भेसनको लागि यो फेस्टिभल हुनु गइरहेछ सो हेरिदिनुहोस् ए गाइस मेन प्रोग्राम चाहिँ तपाईँको यहाँ चाहिँ अब यहाँ चाहिँ हाम्रो कल्चरल प्रोग्रामहरू छ हो माथि चाहिँ तपाईँको डेमोन्स्ट्रेसनहरू थियो अनि यहाँ चाहिँ कल्चरल प्रोग्राम हेर्नुहोस् प्रोग्राम हुनु गइरहेछ सो ब्यानर जोमाल यहाँ हाम्रो कल्चर भन्नु गइरहेछ हाम्रो केटाहरू लु यो त्यो हाल्छ नि ती डक्नु अघि बिहानको रोटीले छोड्दैछ अरे बिहानको रोटीले छोड्दैछ अरे केटाहरू यहाँ चाहिँ कहिले आयो अघि आएको तपाईँहरू माथि बोलाउँदैछ होला कहाँ मदनजी रङ्केट मामाल जोमाल मदनजी रङ्केट लतनका जिल्ला रङ्गनी संसदको लागि चौरमनी I would like to welcome each and everyone to the first ever Zomal festival that is being organized on the auspicious occasion of 50th anniversary of State Day by Tourism and Civil Aviation Department in collaboration with Madanji Lomal Season and health partner नभएको छ हाम्रो आजको मुख्य अतिथि रेन इरुङ तेन्जिङले पनि हामी माझ यहाँ आइपुगिसक्नु भएको छ I would like to welcome Nitin and the entire organizing committee and civil aviation and tourism department. I would also like to welcome all the Jilla and Panchayat members from all the जति जना पनि डिग्री यहाँ चाहिँ हाम्रो ब्लड टेस्ट पनि हुँदो रहेछ हो अनि त्यो नि यो एचआइभी प्रिभेन्सनको लागि ब्लड टेस्ट गर्दैछ यहाँ चाहिँ हाम्रो प्रोग्राम हुनु गइरहेछ यहाँ चाहिँ कामरी यहाँ चाहिँ ड्रामा प्लस कल्चर हेलो कामरी ल सजिक मन माल ल Rongaring kanahan prebana balum aring kala chip kam la tensyo. Iyo sarong sa senyam ka so malba ago anin unsaliang ka. Vum la kam malok go mungun sima. Anda vum are re shu go li bara. Vum are re kayu na chun thom bomagon are ti a. Lungten ta sat na do kayu sa ting nyu chom nang ka. Vum lok ting bam ta sat ka le dong nam sera chami nam li na ti sa te di kat. Alom man no ni sam tik chonang ka vum lok long aba mayal malok chung nang ka. Coba dam sang daling di sang teka yang ubah sang teka kurlong bam nangka ledong nam sakit sa sang dunang ka coba dam sang daling yang ka ti nangka lord wong jami nam sadip ka cemba uni sa abe ka shushu wong cepat pong tap nangka ting na lok tombo rong sak ben ka nahan mo wong alok azak mat bere ledong nam sa jami nam maya di nangka kayo nungken peset ka dam tutani
उहाँले चाहिँ बिहानदेखि खाना खाएको छैन भन्ने चाहिँ विचार है साह्रो परेछ। सबजना ग्रुपको आइसकेको छ। म चाहिँ लास्टमा यहाँ चाहिँ यस्तो हुन्छ हो, यो चाहिँ तपाईँको रेल यसरी नै गर्छ जुन चाहिँ ट्रेडिसनल वेमा मैले अघि नै देखाइहालेँ है कसरी धान रोप्छ भनेर। सो त्यो चाहिँ यसरी रेडी गर्छ, डल्लै यसरी जङ्गल सफा गरेर हो। यहाँ हेर्नुहोस् त यस्तो डल्लै यो जङ्गलहरू सफा गरेर चाहिँ यसरी त्यो तपाईँले सानो घर देख्दै गरेको चाहिँ उयो के भन्छ त्यो चाहिँ अब काम गरेर थाकाइ मार्ने जग्गा हो।
यस्तो छ जग्गा चाहिँ खास यो साँच्चै चाहिँ हिलाइ चाहिँ भालु सेम रहेछ है ओइ पछिमा हामी खबर पुर्याउने छ है केटाहरू तर्दैछ यो सममा यसलाई चाहिँ लेप्चामा चाहिँ सम भन्छ यसरी अर्ग्यानिक यो बेडले हो बेड बाँसले बनाएको पुल यसलाई चाहिँ लेप्चामा सम भन्छ है अनि प्राय उहिले चाहिँ हाम्रो थुकुनिकुहरूले चाहिँ यही सम युज गर्ने गर्थ्यो हो सो यो चाहिँ काम गरेर थाकै मार्ने जग्गा अथवा यहाँ खाजा खाने जग्गा यसरी हुन्छ एक्ज्याक्टली यही हो यो चिज चाहिँ खालि ल यो चिज चाहिँ खालि साकेम पेन्तङमा मात्रै छ हो त्यो बाइक चाहिँ कहीँ छैन जङ्गुमा पनि यो ट्रेडिसनल जुन चाहिँ वे छ है यो के भन्छ जो धान रोप्ने त्यो चाहिँ साकेम पेन्तङमा मात्रै छ सो हेर्नुहोस् भ्यूहरू यहाँ फापर पनि छरिसकेको रहेछ यस्तो छ यहाँ चाहिँ हाम्रो टासी लामो इङ आउँदैछ हो उसलाई पनि पुरा यहाँ एक्साइटेड भएर आउँदैछ हेर्नुको लागि यस्तो छ भ्यू चाहिँ यो चाहिँ तपाईँको रेस्ट हाउस भनौँ न कामहरू गरेर थाकाइ मार्ने जग्गा हो अनि खाजाहरू खाने जग्गा सो भोलिको प्रोग्राम चाहिँ यहाँ हुनु गइरहेछ यहाँ माथि देख्दैहरू चाहिँ यो चाहिँ साक्योङ हो यता अहिले जुन जग्गामा हामी छु त्यो चाहिँ पेन्तोङ भिलेज यहाँ तल चाहिँ हाम्रो एकदम पहिलादेखि यहाँ युङटेन त खोला हो त्यहाँनिर चाहिँ एकदम तटमा यो है दामी पाउँछ अनि त्यहाँदेखि माथि लेकमा चाहिँ तपाईँको त्यहाँनिर एकदम प्योर डुप्पीको सङहरू पाउँछ पक्षी गर्ने अरे हाम्रो यता बहिनीलाई पो धेरै याद रहेछ त यहाँको त यो चाहिँ फापर हो फापर यहाँ चाहिँ अब यता चाहिँ रोपिसकेको रहेछ यता चाहिँ भोलि डेमोन्स्ट्रेसनको लागि छोडिएको रहेछ सो यहाँ पनि अभियसली रोप्ने छ है तपाईँहरूलाई सिन चाहिँ हल्का देखाइदिँदैछु सो यस्तो जग्गा चाहिँ सायदै कसै आएको पनि छैन होला यहाँ हेर्नु त यहाँ त हाम्रोमा 2 गरेर रोपेर मान्छे दादा भइहाल्छ यहाँ हेर्नु त नि त अर्का हामी म युनिका है हाम्रो फर्स्ट अफ अल हाम्रो पाल्देनलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु है किनभने अब हामी जङ्गु बाइकर्सलाई तपाईँले इन्भाइट गरिदिनु भयो है अनि एउटा फर्चुनेट कुरा हामीले इरङ तेन्जिङ लोकललाई पनि स्कट तल सङ्क्लाङदेखि सर्ट गर्नु पायो है त्यसको लागि एकदम हाम्रो यो सबै प्रोग्राम हाम्रो पाल्देनले मिलाइदिनु भएको है तपाईँले एकदम थ्याङ्क यू सो मच भन्दै अनि आज खासमा हामी चाहिँ हल्ट गर्ने प्लान थियो है हामी हल्ट गर्न सकेन केही रिजनले गर्दा है सो जो जति पनि आउनुहुनेवाला छ है इफ योपालि एटेन्ड गर्न सक्यो जोमाल यो फेस्टिभल एटेन्ड गर्न सकेन हामी नेक्स्ट यो यसपालि त सुरुवात मात्रै हो सो अब कन्टिन्युसली यो फेस्टिभल गर्ने छ है अनि तपाईँहरू वान्स एकखेप लाइफमा होइन यहाँ हाम्रो जोमाल फेस्टिभलमा आइदिनुहोस् है अनि हामी सबैजना मिलेर हाम्रो यो साकेम पेन्तोङलाई एक्सप्लोर गरौँ हामी जङ्गुलाई एक्सप्लोर गरौँ है अनि भन्दै थ्याङ्क यू सो मच सो गाइस हामी चाहिँ अब निस्केको यहाँ पेन्तोङदेखि हो उहाँ नि हाम्रो यो जङ्गु बाइकर्सहरू है यी सकेर पेन्तोङमा यहाँ प्रोग्राम सकिसक्यो है सकेर चाहिँ जाँदैछ अब घर बाटोमा यसरी युनिटी भन्ने चिज चाहिँ यस्तो चाहिँ जङ्गु बाइकर्सहरूको चाहिँ यहाँ चाहिँ हामी किन हिँडेको भन्दाखेरि यहाँबाट आधी बाटोमा चाहिँ बाबा ब्रिज छैन हो पानी बढेको कारणले गर्दाखेरि बाटो छिर्दैन त्यही भएर चाहिँ अब हामी यसरी लेफ्ट राइट गर्दैछौँ लस यहाँ हेर्नु न यस्तो छक्कै पऱ्यो कि हाम्रो कालिम्पोङको यहाँ अनि आचुले
वेलकम तपाईँलाई पेन्तोङमा आउँदैछ तपाईँको तपाईँ आउँदैछ भनेको भए त हामी हाम्रो पेन्तोङ जाने रोड यस्तो चाहिँ हामीले 5 किलोमिटर पेन्तोङ 5 किलोमिटर जस्तो जहाँ हाम्रो बाइक लागेको छ है 12 माइल बे पनि भन्छ है बिहान त हामी पिकअपमा आएको थियो अहिले चाहिँ हामी पिकअप रहेको छ त्यसले गर्दा चाहिँ हामी हिँड्दै जाँदैछौँ हेर्नुहोस् न पेन्तोङको बिर यस्तो काटेर चाहिँ रोड बनाएको छ 1 मिस्टेक गेम इज ओभर अब हेर्नै सक्नु यो पिलरहरू ठुल्ठुलो बनाएको कारणै यहाँ सेभ गर्नुको लागि सो गाइस हामी चाहिँ फाइनली पेन्तोङदेखि यहाँ बे 12 माइल आइपुगिसकेको छ हो 5 किलोमिटर हिँडेर सो अब हाम्रो बाइकहरू चाहिँ यहाँ पारी छ हो अनि यहाँबाट पोलबाट जानुपर्ने हुन्छ खास चाहिँ यहाँ अस्ति विन्टरमा चाहिँ गाडीहरू छिर्दै यो पानी सार्नु थियो अहिले पानी बढेर चाहिँ यहाँ ब्रिज नभएको कारणले चाहिँ हिँड्नु परेछ सो टाइम ठिकै छ यस्तो चाहिँ हामी लाइफमा फर्स्ट मजा आयो है हाम्रो एउटा रङसा एउटा इम्पोर्टेन्ट इभेन्ट हामीले एटेन्ड गरिसकेको छ नेक्स्ट टाइम फेरि पनि हामी आउनेछौँ है डेटुङ प्लस अनि नेक्स्ट टाइम फेरि पनि आउनु यस्तो मौका पायो भने हामी अभियसली फेरि पनि आउनेछौँ फेरि पनि हामी सबैजना मिलेर पेन्तोङ सक्यौँ पेन्तोङ अनि जङ्गुलाई एक्सप्लोर गरौँ मिलेर है भन्दै आजको मेरो यो सर्ट ब्लग तपाईँहरू हेरिदिनुहोस् सपोर्ट गरिदिनुहोस् थ्याङ्क यू सो मच हाम्रो केटाहरू सबैजना आएर थाकेछ रेडी अनि एउटा कुरा चाहिँ हाम्रो कालिम्पोङबाट हाम्रो आलमडुक अघि पर अचानक बाटोमा भेटेको थियो यो चाहिँ हाम्रो आलमडुकको गाडी हो कालिम्पोङमा हामीलाई चाहिँ यही गाडीमै कालिम्पोङमा एस्कर्ट गर्नुभएको थियो अस्ति गेबुवा छोकको बर्थ एनिभर्सरीमा जाँदा है अनि अनफर्चुनेटली हामी पनि उहाँलाई यहाँ अब टाइमिङ पनि मिलेन प्लस उहाँले पनि कन्ट्याक्ट गरेन हो अन्त त्यसले गर्दाखेरि अचानकमा अघि हामी बाटोमा भेटेको हो अनि उहाँलाई पनि हामीले राम्रो नै गफ पनि गर्नु पाएन अनि होपफुली अब त्यहाँ फेरि यहाँ कन्ट्याक्ट पनि हुँदैन अचानक कन्ट्याक्ट भइगएछ भने उहाँलाई एक रात हामी तल अभियसली बोलाउने छु है उहाँसँग है हल्का एक रात उहाँसँग डिनर गर्ने हाम्रो प्लान गरिरहेछु सो आलमडुक तपाईँलाई एकदम फेरि पनि हाम्रो जङ्गु बाइकर्सको थ्रुबाट थ्याङ्क यू सो मच जति नै तपाईँले हाम्रो लागि गरिदिनु भयो है फेरि पनि हामी नेक्स्ट टाइम आउनेछु यो चाहिँ हाम्रो आलमडुकको गाडी हेर्नु त कालिम्पोङदेखि चाहिँ यहाँ बिहेको बाटो यहाँ 12 माइलसम्म आइपुग्यो प्लस थ्याङ्क यू सो मच आलमडुकलाई पनि यसरी हाम्रो रङ सुक्दुमका माया गरिदिनु भएकोमा है रङ सत्यन्तन धक्क आइदिनु भएकोमा थ्याङ्क यू सो मच आचुले 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 ल Chile, Chile. Chile. Gloria. No, Polly. Stop. Stop.
बाटै रफ छ यस्तो बाटोमा त है छिराउनु साह्रो परिरहेको छ नि आनिम ठेल्दिनु पक्रिनु छिन्ने मात्रै राम्रो कुदाउँछ यो बाटो चाहिँ उहाँ चाहिँ किनकि बर्फक एकदम हिँडेको कारणले गर्दाखेरि उहाँ चाहिँ एकदम एक्सपिरियन्स ड्राइभर हुनु कारणले गर्दा चाहिँ उहाँ राइट हुनु कारणले गर्दा उहाँले चाहिँ आरामले चाहिँ चाहिँ ए तर आज त उहाँले पनि खुट्टा झारेर देखायो नभए चाहिँ उहाँले दामी कुदाउँछ यस्तो बाटो चाहिँ